हेलो गाइज, वेलकम ब्याक माई न्यू भिडियो। म चाहिँ आज दोलाल घाटमा आइसकेको छु। यहाँ आज पूजा छ अनि माछा नि मार्ने भनेर आएको छु। हेरौँ माछा मर्छ कि मर्दैन। 2-4 चोटि चाहिँ पासो हानिसक्यो, तर अहिलेसम्म चाहिँ एउटा नि परेको छैन। त्यहाँ भाइ र दाइले हान्दैछ पासो। हेरौँ पर्छ कि पर्दैन, म हेर्नु जान्छु। ल ल केटाहरूले चाहिँ माछा मार्नु थालिसक्यो। अब पर्छ कि पर्दैन हेर्न जाउँ है हामी। माछा पर्यो कसरी फाल्ने दादा? कसरी फाल्ने? एउटा हातले त्यो ढुङ्गामा पक्रिन। सक्नु पर्यो नि दादा एउटा हो त्यसरी सुत्ते यसरी फाल्ने हो के? यसरी छोडेर ल्याइस् त पारा सुनकोशी रिभर। दादा के छ? वेलकम ब्याक। बहुत बढिया छ रे यार, छाताउडे छ मालिक जस्तो। माछा पर्यो? माछा त अब पर्छ एकछिन अब सम्भावना धेरै छ। धेरै छ, अहिलेसम्म परेको छैन। अब पर्ने भन्ने कुरो छ माछाको। ल ठिक छ। माछा मार्नु कस्तो फिल भइरहेछ? उठ्यो उठाउनु जाउँ न। ए हाम्रो त्यो माछा बोकेर हिँड्नु न। त्यो पर्दैन पुग्नु न माछा। भगे त्यो के गर्नु पुग्यो। क्यामेरामा चाहिँ नदेखाउनु है माछा। ल यहाँ चाहिँ पूजा सुरु भइसकेको छ। पूजा नि हुँदैछ। ढोल बजाउनु हुनुहुन्छ कोही। ल मेरो भाइले चाहिँ अब यहाँ माछा निकाल्छ है। यहाँ सुनकोसीमा सुन माछा। ल टक्क एउटा भाइ माछा निकालिहाल त। टक्कसँगले एउटा ठुलो निकाल है। ठुलो एउटा ठुलो माछा निकाल त। कस्तो हुँदो रहेछ। आयो 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 आइदिएको उठे हान हान फेरि हान। के मार्छ क्या। ल यहाँ माछा आउनु सफल भएन। ठिक छ, भरे भोलि आउँछ होला। आउँछु त भनेछ माछाले, कति बेला आउँछ लेट्सी। अब तल्लो हेर्नु जाने भयो हामी। तल्लो नि छ है माछाको, माछा मार्ने ठाउँ चाहिँ। र त्यो तल्लो नि पाछो थापेछौँ हामीले। ल ल ल ल ल ल अब नि यहाँ चाहिँ निस्किन्छ होला। सल्लाह आउँदैछ सल्लाह। आयो आयो माछा आयो। ढुङ्गै मात्रै आयो। उठ्यान उठ्यान। त्यतिकै खिच्छ। यहाँ पनि माछा आउनु सफल भएन। ल यहाँ क्यामेरा वेट गर्दा म निकाल्छु माछा। ल गाइज के आफ्नो भान्छ नि। ल गाइज अब लेट्स सी। मेरो पालो माछा निकाल्ने। डोडा निकाल्छु डोडामा। अब माछा मैले रहर पुगे जस्तो छ। रुखी छाको। अब यहाँ माछा निस्किन्छ। यहाँ त पऱ्यो केटा, पऱ्यो। माछा नि ल यस अब सुरु भयो। अब त हान्नुपर्छ केटा यिनीहरू। आइगो माछा यहाँ। माछा हो काँडे हो। काँडे फित्रिक फित्रिक काँडे। खै त्यो चारो ल्याउनु यसलाई ब्यागमा हाल्नु। एउटा माछा यहाँ। ओइ म आगर क्लापै खाइदिउँ डल्लै। खाइदियो ल। मुखमा चेक सारा बिजोग भएको त माछाको काँडे हालिदिउँ है। चेक गर्नु त मुखमा कत्रो हुने रहेछ। ए सानै रहेछ। मुख चाहिँ नखोलेर यत्रोको बनाउनु नि हो। ठुलो रहेछ माछा भन्ने बनाउनु पर्थ्यो के। त्यो मुख जिब्रोभित्र हराइ जाने भयो। माछा आउनु स्टार्ट भयो। अब लगाइसहरू कस्तो नपट्याउन आएको यार माछा। मैले ठुटेको भए कस्तो राम्रो हुन्थ्यो। सोचेको पनि थिइनँ माछा आउँछ भने।